श्रीमतीको सल्लाह मान्ने श्रीमान किन धनी हुन्छन् र श्रीमतीलाई नटेर्ने हेला गर्ने रुवाउने श्रीमान चाहिँ किन गरिब हुन्छन् त? थाहा छ किनभने श्रीमतीले आफ्नो श्रीमानको गल्ती कमजोरी सजिलै थाहा पाउँछ। यो गर यो नगर, यहाँ जाऊ यहाँ नजाऊ भनेर सम्झाउँदा बुझाउँदा जुन श्रीमानले मान्छ अनि अनुशासित हुन्छ त्यो श्रीमान धनी हुन्छ कुनै न कुनै रूपमा है। धन मर होस् या मान प्रतिष्ठामा होस्, जुनसुकै कुरामा जुन श्रीमानले चाहिँ श्रीमतीलाई देखि सहँदैन, खेदो मात्रै गर्छ, टिर्दैन होइन, अनुशासित हुनुहुन्छ त्यो चाहिँ कुनै न कुनै रूपमा त्यो गरिब हुन्छ। सुख सयल होस् या धन सम्पत्ति होस्, इज्जतको कुरामा होस्, जुनसुकै कुरामा श्रीमतीको अगाडि चाहिँ डेक चल्दैन। सबै ठाउँमा चाहिँ मेरो डेक चल्छ, मेरो हैकम चल्छ भन्नु कारण के हो भनेदेखि बाहिर त ल्याङफ्याङ गर्न पाएँ नि, जे पाए त्यही गर्न पाएँ नि। श्रीमती चाहिँ इमान्दारी संस्कारी जिम्मेवारी हुन्छ नि त, उसको अगाडि त डिसिप्लिन बस्नु पऱ्यो नि। हो कुरा त्यो हो, श्रीमती छुच्ची नै हुनुपर्छ, होइन भने श्रीमान चाहिँ ल्याङफ्याङ जे पाए त्यही हुन्छ, जहाँ पाए त्यही बोल्न सक्छ, जे पाए त्यही